म स्वास्थ्य मन्त्री बन्नु या मैले भगवान सरसित नि कुरा गरेँ, सन्तोकृत सरसँग नि कुरा गरेँ हैन। भोला रिजाल सरले हिजो बिहान मलाई फोन गर्नुभएको थियो, डाक्टरहरू सबैसँग कुरा गरेँ हैन। मै मन्त्री बन्नुपर्छ, मै नेता हुनुपर्छ। हामीले 72 जनाले भाइले त्यसका लागि दिएको हैनन्। 72 जना भाइहरूले देशमा स्वास्थ्य निशुल्क होस्, गाउँ गाउँमा स्वास्थ्य पुगोस्, टेलिमेडिसिन सेन्टरहरू जुन मार्फत चाहिँ गाउँकाले पनि स्वास्थ्य सुविधा पाउन्। यहाँ जुन बिमाको जुन टेन्सन छ हैन, सरकारी प्राइभेट सबैमा बिमा लागू गरेर प्राइभेटमा पनि सरकारले पैसा दिने भयो, सबै फ्री गर्न मेरो चाहिँ चाहना किन 5वटा कुरा छ। स्वास्थ्य फ्री कसरी गर्ने भन्दाखेरि बिमा सबैलाई गर्ने, विपन्नलाई फ्रीमा गर्ने, पैसा तिर्न सक्ने तिर्छन्। प्राइभेटमा पनि बिमा लागू, सरकारीमा पनि बिमा लागू भइसकेपछि मान्छे सरकारीमा भिड भएन, प्राइभेटले धेरै पैसा लिन पाएन। पैसा सरकारले दिन्छ, कति पर्छ हामीलाई थाहा छ, हामीले त्यो अनुसारले दिन्छौँ। एउटा कुरा। अर्को कुरा, हुम्ला जुम्ला दार्चुला हरेक ठाउँहरूमा कुनाहरूमा चाहिँ जुन एउटा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पुर्याउनका लागि टेलिमेडिसिन सेटअपमा काम गर्नु मन छ। तर र सँगसँगै चाहिँ हामीले जुन नेपालको एलोप्याथी आयुर्वेद सबैलाई जोडेर चाहिँ मेडिकल टुरिज्मको एउटा हब बनाउने जुन हामी तपोभूमिको रूपमा विकास गर्ने चाहना छ। विदेशबाट आएको जुन 4000 करोडको चाहिँ जुन औषध छ त्यो हामीले नेपालमै उत्पादन गरेर 6000 करोडको औषधि खान्छौँ कि हामीले वर्षमा हैन। त्यो मध्ये 4000 करोडको त्यसलाई चाहिँ हामी नेपालमै उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने छ। योग ध्यानदेखि लिएर आयुर्वेददेखि लिएर यसलाई चाहिँ यसबाट इकोनोमी जेनेरेट पनि गर्नुपर्ने छ। र नेपालीहरूलाई चाहिँ घर घरमै मोबाइलमै चाहिँ स्वास्थ्य सेवा दिनुपर्ने छ, त्यो पनि फ्रीमा। त्यो म गर्न सक्छु, 6 महिनाभित्रै गर्न सक्छु भन्ने बाचा पनि छ। त्यसले केही समय लाग्ला, तर सुरुवात चाहिँ 6 महिनाभित्रै गर्न सक्छु भन्ने पनि छ। मै हुनुपर्छ, यो हुनुपर्छ भन्ने केही पनि छैन। त्यो बाहेक पनि धेरै खाले योजनाहरू छन् जस नेपालीहरूलाई पैसा नभएर मर्नुपर्ने जुन समस्या छ त्यसको अन्त्य गर्न चाहन्छु। पैसा नभएर पढ्न पाउने समस्या अर्कोले अन्त्य गर्नु होला। मेरो चाहिँ स्वास्थ्य सम्बन्धी भएको हुनाले नेपालीहरू सबैलाई फ्री, विदेशबाट विद्यार्थी र विदेशबाट बिरामीलाई उनीहरूसँग पैसा ल्याएर र बिमाबाट म नेपाललाई चाहिँ स्वस्थ बनाउन चाहन्छु, खुसी बनाउन चाहन्छु। त्यो मेरो सपना हो। अलिकति क्लियर गरिदिनु न, तपाईसँग भिजन त छ हैन? हजुर। जस्तै माथिल्लो निकायबाट तपाईलाई चाहिँ कुरा आएको छ कि छैन, त्यो चाहिँ प्रश्न आइरहेछ सर है। प्रधानमन्त्री कार्यालयदेखि लिएर कुलमान दाईदेखि लिएर ओमप्रकाश दाईदेखि लिएर डक्टरको फ्याटर्निटीदेखि लिएर सबैतिर आइरहेको छ। म जिम्मेवारी लिन तयार छु। तर मै हुनुपर्छ भन्ने छैन। यतिमा भए पनि नभए पनि मङ्सिर 1 गतेदेखि हामी कालापानी लिपुलेकबाट स्वास्थ्य र कृषि कार्यक्रम सुरु गर्छौँ र झापासम्म पुगेर हरेक गाउँ हरेक ठाउँमा पुगेर त्यहाँको बिरामीहरूको पहिला पनि उपचार गरेकै हो सर। पहिला म दार्चुला मुगु हुम्ला पुगेकै हो। अब हामी चाहिँ म जेसुकै भए पनि नभए पनि म यो काम गरेर देशलाई स्वस्थ र खुसी बनाउने अभियान र हरेक गाउँलाई चाहिँ हामीले एउटा स्वास्थ्यको चाहिँ एउटा केन्द्र, निरोगी नेपाल अभियान चाहिँ मेरो मुख्य अभियान हो। मान्छेलाई रोग लगाएर उपचार गर्नुभन्दा सानैदेखि नै निरोगी कसरी हुने, कसरी खाने, कसरी व्यवहार गर्ने, कसरी हामी खुसी हुन सकिन्छ, कसरी हाम्रो त मेन समस्या भनेको मुटु हो कि सर। स्वास्थ्य भनेको देशको के मुटु नै कमजोर भएको छ कि हाम्रो हिम्मतै छैन, हाम्रो सोचै सकारात्मक छैन। हामी लडेर यो र त्यो भनेर बसिरहँ। म चाहिँ सोच परिवर्तन गरौँ, व्यवहार परिवर्तन गरौँ, आहार परिवर्तन गरौँ, विहार परिवर्तन गरौँ। सोच, व्यवहार र भावना, यो 3टा कुरालाई नै यो एकदमै नराम्रो भएको र हामीले सोच परिवर्तन, व्यवहार परिवर्तन र भावना परिवर्तन गरेर हामी सबै नेपाली देश हामीले बनाउने भन्ने भावना लिएर स्वास्थ्य देशको मुटुलाई चाहिँ म एकदमै दह्रो बनाउन चाहन्छु। यसका लागि मलाई भोला रिजाल सरदै भगवान कोइरालासम्म सबैको चाहिँ अहिले जेएमजी का जति पनि साथीहरू छ भने हजुर पनि स्थिर मान्छे चाहिँ होइन भन्ने बजारमा आरोप। ठिक छ, मैले यो कुरा गर्न चाहन्न सर, किन भन्दा शोक सन्तोष परिवारमा चाहिँ म अरू केही पनि गर्न चाहन्न। आज चाहिँ म एउटा मात्र बाचा के गर्न चाहन्छु भन्दाखेरि 72 जना भाइ बहिनीहरूले मलाई मन्त्री बनाउने, कसैलाई केही बनाउन मरेको होइन, ज्यान दिएको होइन। यत्रो होइन छोड्नु नै, रोटी सेक्ने काम कसैले नगरिदिनु होला भन्न चाहन्छु। र उहाँहरूको सपना भनेको भ्रष्टाचारको अन्त्य हो, त्यो हामीले गर्नै पर्छ। देशको सामाजिक विकास होस् भन्ने हो, त्यो हामीले पुर्याउनै पर्छ। आर्थिक विकास होस् भन्ने हो, त्यो हामीले पुर्याउनै पर्छ। उहाँहरूको सपना अधुरो दिनु हुँदैन। विभिन्न खाले क्रान्ति भयो, विभिन्न खाले क्रान्ति हरेक पटक जनताले धोका पाए, हरेक पटक शहीदका रगतहरू, घाइतेका रगतहरू यत्तिकै भगे। योपालि त्यो हुनु हुँदैन। अहिले चाहिँ हामी एकदमै शोकसन्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। राष्ट्रिय सम्मान चाहिँ उहाँहरूको विदा गर्न चाहन्छौँ। उहाँहरूको आत्माले शान्ति पाओस् र उहाँहरूको सपना हामीले पुरा